नमस्कार सबैजनालाई है। तपाईहरु सन्चो सुबिस्तै हुनुहुन्छ होला है र म यहाँबाट आशा गर्दछु तपाईहरु सन्चै हुनुहुन्छ होला भनेर है। र यो भिडियो बनाउन आज मलाई एकदम इम्पोर्टेन्ट लाग्यो किनभने यो रोडको अवस्था देखेर है हामी फिजिकली फिट एन्ड फाइन मान्छेलाई त त्यस्तो प्रब्लम हुँदैन है, तर पनि है मलाई दुःख कुरा चाहिँ के लाग्यो भन्दाखेरि चाहिँ शरमलाग्दो कुरा भए पनि है एउटा केटी मान्छेहरू हुन्छ है, उहाँहरू प्रेग्नेन्ट हुन्छ है, त्यति बेला ट्राभल गर्दाखेरि एकदम समस्या हुन्छ जस्तो लाग्यो है। मिसक्यारेज पनि हुनसक्छ है। र हेर्नुस् न रोड यस्तो छ है, यताउता हल्लिन्छ, मिसक्यारेज पनि हुनसक्छ। र यो छेउबाट हेर्दाखेरि त झन् अब कस्तो छ नि, अब यो त भिडियोमा मात्रै यस्तो देखेको है। प्रेग्नेन्ट वुमेन मात्रै नभएर एकदम क्रिटिकल पेसेन्टहरू है, बुजुर्ग मान्छेहरू पनि कोही बेला ट्राभल गर्नुपर्छ है, हस्पिटलहरू जानुपर्छ, एकदम उहाँलाई पनि समस्या पर्छ जस्तो लाग्यो मलाई है। हामी राम्रै मान्छेलाई त एकदम खुट्टाहरू ठोकेर छातीहरू ठोकिन्छ है। र एकदम यो भिडियो चाहिँ एकदम सेयर गरिदिनुहोस् होला गाइस है, किनकि हाई लेभलसम्म पुगोस् है। र यो रोड चाहिँ कहाँदेखि हो भने चाहिँ तपाईँको हाम्रो आसाङथाङ स्कुलदेखि लिएर ओह्रालो गएको, लोवर आसाङथाङ भेट्दै है, सालघरी भेट्दै, राइकङगङ भेट्दै तपाईँको तल चिसोपानीहरू हुन्छ र जोरथाङ पनि जाँदा हुन्छ यो रोडमा, रोड उयसमा है। र हेर्नुहोस् न रोडको हालत यस्तो छ है, तपाईँहरूले एकदम धेरैभन्दा धेरै मात्रामा सेयर गरिदिनुहोस् होला है। माथि हाई लेभलसम्म पुगोस् यो भिडियो चाहिँ है। मलाई आशा छ सायद यो हाम्रो रोड चाँडैभन्दा चाँडै एक दिन कार्पेटिङ त हुन्छ होला भनेर है। र एकदम हाम्रो सरकारमाथि आशा पनि छ, भरोसा विश्वास पनि छ है। र थ्याङ्क यू सो मच गाइज, तपाईँहरूले मेरो यो भिडियो कस्तो लाग्यो है कमेन्टमा भनिदिनुहोस् होला है। र सेयर गरिदिनु चाहिँ एकदम नबिर्सिदिनुहोस् होला। थ्याङ्क यू सो मच वन्स अगेन है।